हेर्न पानी नचल्ने जातसँग सँगै बसेर खाना खायो, हाम्रो त इज्जतै नभए जस्तो गर्छ भने। दिदी पनि अस्तिको कुरालाई लिएर किन टाउको दुखाइरहेको भने। बिचरा भाइ कति धेरै तनावमा छ, अनि हामीले त्यसलाई त्यत्तिकै कराएर हुन्छ त्यो दिदी। त्यो त हो, तर नानी जे भए पनि जस्तो भए पनि त्यो हाम्रो कान्छो भाइ हो, एउटै कोखबाट जन्मेको भाइ हो, अनि सम्झाउनु परेन त। तर दिदीले कराई भन्दैमा घरै छोडेर हिँड्ने कस्तो बानी हो त्यसको। श्री भाइ कता हिँडेको? दाइ तपाईँ पो? बस बस, धेरै दिनपछि पो देख्यौ त। दाइ के गर्नु, यस्तै त हो नि अब। अनि त्यो तिम्रो दाइको एक्सिडेन्ट भएको भनेको थियो, अनि ठिक भयो त दाइलाई? ठिक भइसक्यो नि दाइ। अस्ति पैसा थिएन भाइ, तिमीलाई दिन पाइन। तिमी रिसाउनु त रिसाएको छैनौ नि? किन रिसाउनु दाइ, छैन रिसाएको। अनि श्री भाइ तिम्रो दाइलाई देख्दिन नि, कतै गएको हो र? हो नि दाइ, इन्डिया जानु भएको छ। इन्डिया? इन्डिया के काम परेर गएको कि घुम्न गएको नि? इन्डियामै काम गर्छु भनेर जानु भएको छ, काम पाउने हो कि होइन खोइ थाहा छैन दाइ। भनेपछि एक्लै गएको रहेछ इन्डिया, कोही आफन्त छ र? खोइ दाइ, जहाँसम्म मलाई लाग्छ इन्डियामा त दाइको कोही छैन। तिम्रो दाइको पनि मती बिग्रेछ, यति राम्रो चल्ने मासु पसल छोडेर इन्डिया किन गएको होला? त्यही भने दाइ। तिमीहरू दुईजना हुँदा कहिलेकाहीँ कालिजको मासु पनि खुवाउँथ्यो। तपाईँ टेन्सन नलिनु न दाइ, म मारौला नि, विजय दाइ पनि आउँदै हुनुहुन्छ, अनि त्यसपछि आउला नि कालीको मासु। ल दाइ, अहिले अलि हतार छ, म पनि लाग्छु। ल भाइ ल, छिट्टै खुवाउनु पर्छ नि कालिजको मासु। भइहाल्छ नि दाइ। ल ल ल। ओए शमशेर, विनोदकोमा जाने भनेको होइन, त्यो दोर्जेको बारेमा सोध्नलाई। ल ल म आइहालेँ है त। ल ल सँगै जानुपर्छ, ल म आइहालेँ ल।